फाइनली केटीएम ले आफ्नो 160 सीसी को सेगमेन्टमा बेस्ट 160 सीसी को बाइक लन्च गरेछ जुन कि हेर्न सक्नुहुन्छ र यो चाहिँ केटीएम को तर्फबाट आउने फर्स्ट 160 सीसी को बाइक हो र यो भर्खरै लन्च भएकोले गर्दाखेरि 2025 को जति पनि ट्रेन्डिङ फिचर छ त्यो सबै यसमा पाउनुहुन्छ र बेसिकली के छ भने केटीएम ले चाहिँ यसलाई यामाहाको MT-15 भर्जन 2 लाई नै कम्प्लिट गर्न यसलाई लन्च गरेछ किनभने यामाहाको जुन MT-15 भर्जन 2 छ त्यो चाहिँ आफ्नो सेगमेन्टमा बेस्ट बाइक छ। MT-15 भर्जन 2 महँगो भए तापनि त्यसमा जुन पावर टु माइलेज पाउनुहुन्छ त्यो चाहिँ राम्रो पाउनुहुन्छ, लुक्स डिजाइन फिचर सबै थोक राम्रो पाउनुहुन्छ। त्यसैले बाइक महँगो छ र तै पनि यो बाइक सेल हुन्छ। सो त्यसैले नै कम्प्लिट गर्न केटीएम ले चाहिँ आफ्नो 160 सीसी को बाइक लन्च गरेछ जुन कि हेर्न सक्नुहुन्छ। यो चाहिँ सेगमेन्टमा सबभन्दा बढी पावर प्रोड्युस गर्छ र अहिलेको सबै फिचर्सहरु पनि पाउनुहुन्छ। MT-15 भर्जन 2 भन्दा कतिको राम्रो छ N125 या अपाचे RTR 160 यो सबै 160 सीसी को बाइक भन्दा यो कतिको बेटर छ, यसमा के एक्स्ट्रा फिचर्सहरु पाउनुहुन्छ र यसको प्राइसिङहरु कति छ सबैको बारेमा मजले डिटेल्समै जानकारी दिनेछु। सो भिडियो पुरै हेर्नुस्। यो बाइक चाहिँ केही दिन अगाडि नै इन्डियामा लन्च भएको बाइक हो जुन कि नेपालमा जेनजीको आन्दोलन भइरहेको बेला यो चाहिँ इन्डियामा लन्च